नमस्ते, म पूर्व क्याप्टेन मानबहादुर श्रेष्ठ भलिबल खेलाडी र तपाईहरु यदि अस्ट्रेलियाको सिडनीमा हुनुहुन्छ भने तपाईहरुको लागि भलिबल अब हेर्न काजम भइरहेको छ भने चाहिँ अब आउँदै गरेको अप्रिल 4 मा चाहिँ जुन रेड राइनोज भलिबल क्लब हाम्रो नेपाली साथीभाइहरु दाइ दिदीबहिनीहरुले गर्नुभएको एउटा गेम प्रतियोगिता हुन गइरहेको छ। यसको हल्का तपाईहरुलाई जानकारी दिन गइरहेको छु। जति सक्दो यो भिडियो तपाईहरुले शेयर गरेर लाइक गर्दिएर चाहिँ सम्पूर्ण भलिबल फ्यानहरु खेलाडीहरुमा चाहिँ पुर्याइदिनु हुन्छ भन्ने चाहिँ अपेक्षा लिएको छु है त। ल आउनुस्, पुरुष तर्फको रहेको छ फोए साइड, जुन कि यसमा चाहिँ हाम्रो सिभिल खेलाडीहरु यानी कि नेशनल प्लेयरहरु इन्टरनेशनल प्लेयरहरु चाहिँ कोही पनि खेल्न पाउनुहुन्न। आई थिंक 35 ओभरको चाहिँ खेल्न पाउनुहुनेछ र अदरवाइज चाहिँ हजुरहरुको सबै सिभिल खेलाडीहरु मात्रै फोए साइड भनेको चाहिँ 4 जना खेल्ने खेल रहेको छ र यो सम्भवतः लाग्छ मलाई अस्ट्रेलिया सिडनीमा चाहिँ पहिलो पटक हुन गइरहेको छ। निकै नै रोमाञ्चक होला भन्ने मैले पनि आशा लिएको छु र यसको चाहिँ मेन एउटा उद्देश्य यसको चाहिँ मेन रहेको के छ भन्दा चाहिँ यसको टाइटलै खतरा रहेको छ है त। यसको टाइटल रहेको छ यहाँ नि देखाइदिन्छु, बालेन कप, जुन बालेन कप नामै काफी छ है त। र यसको चाहिँ फोए साइडको फर्स्ट प्राइज रहेको छ 1500 अस्ट्रेलियन डलर रहेको छ भने सेकेन्ड प्राइज चाहिँ $1000 रहेको छ। र अब यो खेल चाहिँ कहाँ हुन गइरहेको छ भने चाहिँ अवन बास्केटबल सेन्टर लिडकममा हुन गइरहेको छ, जुन धेरै खेलहरु चाहिँ हाम्रो टुर्नामेन्टहरु चाहिँ त्यही नै हुने गरिरहेको छ। र यसमा सम्पूर्ण जुन आयोजक साथी भाइहरु दाइहरु सबैलाई अग्रिम खेलको चाहिँ शुभकामना दिन चाहन्छु र यस खेलमा चाहिँ जोडिनु भएका स्पोन्सर, टाइटल स्पोन्सरहरु, सम्पूर्ण सहयोगदाताहरुलाई मेरो हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र म पनि आफूले सकेको आफूले जानेको कुराहरु चाहिँ उहाँहरुलाई चाहिँ सहयोग गर्नेछु भन्ने यति भन्दै अब अप्रिल 4 मा नै भेट्ने छौं र यसमा चाहिँ हाम्रो वुमेन्सको पनि गेम रहेको छ जुन अप्रिल 4 मै रहेको छ। उहाँहरुलाई पनि अग्रिम जितको शुभकामना दिदै बिदा हुन्छु। धन्यवाद। जय भलिबल।